आफ्नो ठिक सोल्जर यो कुमदेखि सिधा मुनि राख्ने हैन अनि खुट्टालाई यसरी तन्काउने हो अनि यसो गरेर अब तिमीहरूले गर्दा चाहिँ कस्तो हुन्छ नि हात यस्तो हुन्छ यस्तो हुनु हुँदैन स्योर इन्जरी हुन्छ जिउपट्टि हात चाहिँ जिउपट्टि यसरी ल ल गर पहिला 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 सिधा हो त अघि मैले भने जस्तै तर हात अलिकति फिजाउनु पर्छ फिजाउ न नि यो हात यहाँ देख्नु त एकछिन 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 सिधा 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 हो म भने सिधा हो न यो हात छ नि यस्तो यस्तो नाजुक हातहरू छ नि होइन न यसरी सिधा राख त यसरी राख हात फिजाउ फिजाउ सिधा हो अब काट्छौ हो काट्छौ जिउ अलिक डाउन त्यत्रो बेसी होइन ल ल यो हात बङ्ग अब हात मात्रै यो हात चाहिँ नि यता नगएर यता जाने जिउपट्टि दुईपल्टमै भयो भनेर हुन्छ अनि हुन्छ नि अनि त्यस्तो त अनि त्यो त्यही त डह्रो बनाउने हो त अनि जिन्दगी सफ्टले चल्दैन जिन्दगी स्ट्रङ डह्रोले चल्छ अनि सफ्टले चल्दैन बरु त्यसरी सकेन भने यसो गर अर्को अर्को यो मात्रै अलिक यो चाहिँ नर्मल पुसअप होइन अब तिमीले यो सक्दै छैन नि अहिले घुँडा टेक यसरी आऊ यसरी अब चाहिँ डेडिकेटेड हुन लुगा पनि सानो खाप लगाएको छैन फेरि यसरी घुँडा टेक होइन हात टेक यसरी अब जिउलाई सिधा पार अब जिउलाई सिधा पार अझै सिधा है तिम्रो साह्रो उयो भयो हात अलिक अगाडि टेक त यति भयो अब यसरी जिउलाई सिधा पार यसरी होइन अब घुँडा उठाऊ अब यसरी पुसअप गर यो तिमीले 10 जस्तो गर्नु यो 10 जस्तो गर्नु कन्टिन्यू गर्नु सक्यो भने त्यहाँदेखि नर्मलमा जाने ल मेरो हात निस्किरहेको छ त यतिखेर चाहिँ गर न गर हातलाई चाहिँ जहिले पनि यस्तो हात अलिकति अगाडि टेक त यहाँ टेक यहाँ अनि हात यस्तो हुनु पऱ्यो लु उठा अब डाइरेक्ट उठाउ त यसरी यस्तो हात चाहिँ यो त पुरा दुख्छ अनि दुख्छ त्यही त प्र्याक्टिस हुन्छ त अनि यो हाम्रो यो ट्राइसेप उयो हुन्छ यसले गर गर लु गर